नमस्ते। सुक्खा प्रदेशमा पाउने वनस्पतिहरू जति छन् त्यसको धेरै काँडा हुन्छ। यो वनस्पति पनि त्यस्तै एक वनस्पति हो जसलाई बिरतरु भनिन्छ। हेर्नुस् कति राम्रो फ्लावर छ, येलो कलर र पिङ्क कलरको मिक्स भएको फ्लावर छ। यो बिरतरु हो। यो वनस्पतिको ल्याटिन नाम डाइकोस्ट्रासिस सिनेरिया हो। यो वनस्पति विशेष रूपमा पिसाबसँग सम्बन्धित समस्यामा पनि प्रयोग गरिन्छ। पिसाब नआउने समस्या, पिसाबमा पत्थरीले गर्दा अड्केको समस्या, साथसाथै पत्थरी फोड्नको लागि पनि यो वनस्पतिको प्रयोग गरिन्छ। रिनल क्याल्कुलाईमा यो वनस्पतिको प्रयोग गरिन्छ। विविध औषधिहरू आउँछन्। त्यसरी नै मूत्र रोगमा, पिसाबमा अनेक समस्याहरू छन् भने त्यसमा पनि यो वनस्पतिको प्रयोग गरिन्छ। यसले शीतलता प्रदान गर्ने गर्दछ। यसको काँडा धेरै हुन्छ। यसको काँडाबाट नै तपाईको मोडिफाइड रूपमा अरू लिभ्सहरू, फ्लावरहरू, फ्रुट्सहरू आउने गर्दछ। यो यसको फ्रुट हो। बिरतरु विशेष गरी यसको बारको प्रयोग गरिन्छ। बारको प्रयोग स्किन डिजिजमा गरिन्छ। धेरै जसो एक्जिमाको केसहरू छ भने त्यस्तोमा बिरतरुको प्रयोग गरिन्छ। यो वनस्पति विशेष रूपमा उल्लेख भएको वनस्पति हो र सुक्खा प्रदेशको वनस्पति हो। काँडा अत्यधिक हुन्छ। यो वनस्पतिको अनेक रूपमा दन्तमञ्जनमा पनि प्रयोग गरिन्छ। देख्न सक्नुहुन्छ दन्तमञ्जनको प्रिपरेसनमा बिरतरु हुन्छ, किनकि यसले गमलाई मजबुत बनाउँदछ र रगत आउन कम गर्दछ। हस् त, धन्यवाद।